हेलो नमस्ते सबैजनालाई गुड आफ्टरनुन। म फेरि पनि आइसकेको छु तपाईँहरूको सामु नयाँ मुकबाङ भिडियो लिएर। आज चाहिँ के छ भने मेरोमा राइस त भइहाल्यो, अनि यो छ बैगुनको भाजा। यो चाहिँ मेरो आजको स्पेसल हो। अगाडि नै देखिसक्नुभयो होला मैले के पकाएको छु भनेर। घिरौला र चानाको सब्जी। अन्त यो चाहिँ छ स्टिर फ्राई गरेको मसरुम अनि के भन्छ क्याप्सिकमहरू अनि लसुन हालेको छु। यो भइहाल्यो सलाद। अनि यहाँ चाहिँ आज फ्रुट्स पनि छ मेरोमा चाहिँ। लु जसले पनि हेर्नु हुँदैछ उहाँहरूले चाहिँ मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला भन्दै ल अब चाहिँ म खानु स्टार्ट गर्छु। ल पहिला चाहिँ यहीसँग खानु पर्यो। यो चाहिँ खानु मन परिरहेछ। आज सब्जी बेसी खाना कम्ती ल्याएको छु। खाना चाहिँ कम्ती खाने। बिहान रोटी खाएँ नि त, त्यसले गर्दाखेरि मलाई छाना चाहिँ पुरा मनपर्छ। खानु चाहिँ त्यति हुँदैन। सलाद छ, खोर्सानी छ। म हजुरहरूलाई सबैलाई भन्न चाहन्छु नुन चाहिँ एकदम कम खानु होला। नर्मल मान्छेले पनि एकदम किडनीको लागि चाहिँ नुन एकदम राम्रो होइन रहेछ भन्ने चाहिँ थाहा भयो। ल खाए ल। मिठो। आजको भिडियो चाहिँ अलिक छोटो हुनसक्छ, भात कम्ती छ। खोर्सानी पिरो छैन, छानेर ल्याएको यो चाहिँ अलिक पिरो रहेछ। मिठो। यहाँ त गरमले चाहिँ अब बिजोक हुनेछ। एसी कुलर चलायो भने पनि जाडो भएर खोकी लागिहाल्छ, चिसो लागिहाल्छ। मसरुम लसुन पनि मजा यसरी फ्राई गरेर मिठो। बैगुनको अलिकति नुन र हर्दी हालेर बनाएको यो। आवाज पनि सुन्दैछ कि छैन? पिरो छैन भन्दा चाहिँ पिरो भयो मलाई अब। पहिला नजान्दाखेरि बैगुनको खालि आलु र बैगुनसँग मिसाएर खानु मात्रै जान्छु। आजको मेरो मेन डिस भन्ने नै यही हो। घिरौला चाहिँ यति दामी थियो कि कति पिउनु पर्यो। मुकबाङ त भन्छ तर खाना कम्ती खान्छु म। हिजोकै कहिले बेसी खाएको थिएँ मैले। दामी।
खाना खाएर दबाई खानुपर्छ अनि फटाफट खाएको। चिसो लागिरहेछ। यो खिरा चाहिँ फ्रिजमा थियो, धोएर घाममा सुकाएँ। सुकाएँ नै राखेँ अन्त काटेर खाएको। मसरुम यस्तो प्याज पनि मनपर्छ। लसुन चाट्टा हालेको थिएँ। यो सकिदिन्छु। यस्तो चाहिँ मसुरी दालसँग छ भने झन् दामी हुन्छ। एक दिन लिएर आउँछु मसुरी दालसँग। नुन र हर्दी मात्रै अलिअलि हालेर म यसमा चाहिँ डल्लो डल्लो काटेर, यस्तो डल्लो डल्लो काटेर ठुलो बैगुनको चाहिँ डल्लो डल्लो काट्यो। अन्त नुन र हर्दी मोलेर एकछिन राखेर तेल खानेले तेलमा, मैले पनि अलिकति तेल हालेको छु। अलिकति तेल र पानी हाल्दै पकाएको। गरम भयो नि, फ्यान चलाऊ भने आवाज आइहाल्छ। हजुर सब्जी के खानुहुन्छ? हिजो मैले धनियाँ रोपेको छु, छरेको छु। त्यसको मैले छरेको भिडियो बनाइरहेको छु। कति दिनमा पलाउँछ कि पलाउँदैन म देखाउँछु। पलायो भने चाहिँ देखाउँछु, पलाएन भने चाहिँ देखाउँदिनँ। बाहिर त घामले अघि बिहान लुगा धोएको अघि सुक्यो। बाक्लो बाक्लो जिन्स। सक्दिन्छु। लसुन दाम्मै। यो चाहिँ मेरो आफ्नै रेसिपी हो, केही अप्सन नपाउँदाखेरि बनाउने। बेल पेपर, मसरुम, केही छैन। कि सुक्खा न सुक्खा हुन्छ मेरो खाना। तेल कम्ती खानुपर्छ नि त। मिठो भयो। लास्ट मसरुम दुईटा मात्रै हालेको नि त।
कहाँ छ र तर भात लसुन लास्ट ल साथीहरू खाना खाइसक्नु आँटेँ मैले दामी के हाल्यो जोगाउँदा जोगाउँदा पोख्यो है तपाईँहरूले पनि खानु भएको छैन भने खाइहाल्नुहोस् ढिलो नगरी पिरो पिरो यो छ अहिले बजारमा पिरो पिरो पाएको छैन नि त खोर्सानी अन्त हिजो चाहिँ उतापट्टिको दाजु हुनुहुन्छ नेपालको मैले भने कि उहाँले पनि ल्याउनु भयो मैले चाहिँ छिटो लिएर आएँ सब्जी अन्त उहाँले ल्याउनु भयो 10:30-11 बजीतिर राति मैले भने नि त अहिले त पिरै पाउँदैन रहेछ खोर्सानी सबै कलिलो कलिलो पाउँदैछ सबैको दोकानमा भने झोलाबाट निकालेर एउटा खाइहाल्यो कि पिरो छैन सर अर्को जग्गा त्यहाँदेखि त पिरोले फेरि पिरो जति खायो मजा आउँछ मजाले खाएँ साथीहरू मैले चाटचुट यो चेन्ज गरेको छु मैले आज मलाई पुरा मन पर्यो यो कलर पनि यो खाइदिन्छु सकाइदिन्छु गिरौला त दामी तर घरको जस्तो टेस्ट चाहिँ हुँदैन मसला त्यस्तो हो कि साथीहरू मैले खाएर पनि सकेँ आज छिटो खाइसकेको छु तपाईहरुलाई मेरो भिडियो हेरेर इन्जोय गर्नुहुन्छ शान्ति हुन्छ मजा आउँछ भने म दामी दामी बात मार्नु चाहदिनँ हो र पनि यसो सपोर्ट गरिदिनुहोस् भन्न चाहन्छु यो चाहिँ अहिले म खान्छु अहिले नै नखानु पर्यो पेट ठुलो भयो एकछिनबाट खान्छु खानुको लागि मैले तासिरहेको लु यति भन्दै मलाई सपोर्ट गर्नु होला भन्दै म अगाए यस्तो आयो अन्त यो कसरी खानु मैले भन्दै म अब यहाँबाट भिडियोबाट बिदा लिन चाहन्छु अनि अर्को भिडियोमा भेटौँला धन्यवाद बाइ बाइ